आज चाहिँ हाम्रो बिहानीको सुरुवात हुन्छ माइत घरको ढोका ढकढक्याएर। अनि किन ढकढक्यायौँ त ढोका भनेर हजुरहरूले भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। त्यस पछाडि हामी माइत घर पुग्यौँ अनि मैले पकाएँ चिया अनि रोटी खायौँ, सेलरोटी। अनि धान रोपाइ थियो नि त आज हाम्रो माइतमा, अनि हामी गयौँ बारीमा। त्यस पछाडि मम्मी चाहिँ बिउ उखाल्दै हुनुहुन्थ्यो, यता बुहारी भाउजू उता बुवा जाँदै हुनुहुन्छ। अनि नानी र बाबुलाई चाहिँ हजुरआमासँग मैले घर पठाइदिएँ, दिदी हुनुहुन्थ्यो घरमा। अनि सुत्छन् बाबुहरू नानीहरू भनेर। हिलोमा कस्तो घाम पनि थियो नि त। अनि रोप्न थालेपछि चाहिँ हामीले रोप्न थालेपछि चाहिँ कस्तो शीतल आएको के आनन्द भयो। अनि खाना नखाइकन निकै बेर रोप्यौँ हामीले। अनि म चाहिँ बिउ आलीमा राख्दैछु, भिडियो बनाउँदैछिन् मेरो बुहारी। अनि मम्मीले चाहिँ बिउ काट्दै हुनुहुन्थ्यो। अनि मम्मीलाई चाहिँ म भाउजूले सघाइराख्नु भएको थियो बिउ काट्नलाई। बिउ काट्न चाहिँ हामीलाई आउँदैन धेरै भनेर अनि मम्मी र भाउजूले काट्नुभयो एकछिन। अनि त्यसरी नानी नाचिन्, मेरो पनि भिडियो बनाइदिनु ल भनिन् नानी। त्यस पछाडि मैले बाने मुखमा सल। त्यस पछाडि लाग्यौँ हामी खेत रोप्नको लागि। म चाहिँ नाचेँ कि दिदीले नानीभन्दा सानी भइसो भन्नु भने मैले गरेँ लाइक, हाँसेँ पनि दिदीको कुरा सुनेर। अनि त्यस पछाडि फ्याँक्छु मैले बिउ। उता दिदीले हेर्दै हुन्छ, त्यो चाहिँ हाम्रो दाजु भाउजूको नयाँ घर हो, हाम्रो काकाको घर। अनि त्यस पछाडि यहाँ चाहिँ पानी अलि धेरै थियो, पानी चाहिँ यो तातेको थियो, घाम नदेखिए पनि पुरा तातो भएको थियो, अगाडि घाम लागेको थियो नि त। अनि म लागेँ रोप्न, नानी पनि रोप्छु भन्दै थिएँ। कहाँ जुका देखेँ भने चाहिँ कतिखेर गडौलाले टोकेन भन्दै सोध्थ्यो नानी चाहिँ। अनि भाइले फ्याँक्दैछ बिउ। अनि दिदी अगाडि नै पुगिसक्नु भएको थियो, अल्छीले थाल्यो भने अल्छी हुन्छ अरे। अनि त्यही भएर दिदीले थाल्नु भयो कि यो गरोलाई। त्यस पछाडि मैले साथ दिएँ, अनि पुगी बुइनी अनि भाउजू, त्यस पछाडि बुहारी भएर हामीले खेत रोप्यौँ। अनि रोप्दा रोप्दै दिदी आइपुग्नु भयो। अनि दिदीले भिडियो बनाइदिनु भएको नि त यो। अनि हामी दाइ बुवाले खाना खाना बोलाउनु भयो। अनि गयौँ हामी खाना खान। भाइले चाहिँ मुख छोप्दै थियो भिडियो नबनाउनु भनेर। अनि एकछिन बस्यौँ हामी थकाइ मारेपछि। अनि त्यस पछाडि फेरि लाग्यौँ हामी हाम्रो कामतिर। दिदीको भिडियो चाहिँ मैले क्लिक्क राखेको छु। अनि यता मम्मी काट्दै हुन्छ बिउ। त्यस पछाडि रोप्न थाल्यौँ हामी। अनि धेरैजना भएर रोप्न गयो भने चाहिँ छिटो पनि सकिन्छ अनि आनन्द पनि हुन्छ कि। मम्मीले चाहिँ पहिलाको गीतहरू गाइराख्नु भएको थियो। यहाँनिर पुरै भिडियोमा हल्ला आइरहेको थियो कि गीत राम्ररी सुनिएन छ। अनि मैले चाहिँ म्युट गरेर फेरि भोइस ओभर गर्दैछु। भोलि पर्सि फेरि मम्मीसँग भेट भएको दिन चाहिँ म मम्मीको गीतहरू पनि सुनाउँछु हजुरहरूलाई, कस्तो लाग्छ भन्नु होला। अहिले मेरो भिडियो हेरेर अल्छी नमानिकन यो भिडियो हेर्नु होला। अनि अन्तिममा चाहिँ हजुरहरूले एक दुई शब्द लेख्नु होला। अनि यतापट्टि चाहिँ अरूकै बारी हो नि त। अनि यहाँ चाहिँ अस्ति नै रोप्नु भएछ, हरियो भइसकेको छ। अनि दिदीले नयाँ घर पनि देखाउन भनेर नयाँ घरको भिडियो पनि राख्नुभयो। अनि मेरो भिडियो चाहिँ बनाउदिनस् भन्दै थियो, लुलु बनाइदिन्छु रोप्नु त, एकछिन हेरौँ कस्तो रोप्नु रहेछ भनेको। कस्तो मजाले रोप्नुहुन्छ कि हाम्रो दिदीले, छिटो छिटो पनि रोप्नुहुन्छ। तर आज चाहिँ अलिक अब हात चल्न सक्दैन नि त, अलिक गाह्रो भएको नि त दिदीलाई। अनि रेस्ट चाहिएको दिदीलाई, र पनि रेस्ट गरिराख्नु भएको थियो। एकछिनमा पनि रोप्छौ भनेर रोप्नुभयो। अनि मैले बनाएँ भिडियो। अनि मेरो भिडियो चाहिँ हालिनुहोस् त अघि टिकटकमा भन्दै हुन्थ्यो, अब हाल्छु नि, भोइस ओभर गर्छु, कति राम्रो भिडियो बनाएर हाल्छु भनेर। मैले अघि भिडियो हालेको थिइनँ, अहिले हाल्दैछु। हँसाउँदै हुन्थ्यो दिदीले। अनि त्यस पछाडि सक्यो हाम्रो रोपाइ। अनि एउटा ब्याडे गरो चाहिँ रह्यो। अनि त्यस पछाडि घरमा आइसक्दा मम्मीले त अघि पिठो मुसेर पकाउन स्टार्ट गरिसक्नु भएछ। लु ल्याउनु मम्मी म सघाउँछु भनेर हतार हतार खोसेर मैले चाहिँ बेल्न थालेँ पुरी रोटीको लागि पिठो। अनि बेलिसकेपछि मम्मीले पकाउनु भयो। कति राम्रो भएको थियो कि पुरी पनि फकफक फुलेर, रोटी पनि कस्तो मजाले बेल्यो। मैले तेल नलाइकन बेलेको, तेल हाल्नु भएको रहेछ अगाडि नै, मुस्दाखेरि नै राम्रा भएको थियो। हेर्नु कति राम्रो फकफक फुलेर, नरम पनि यति धेरै नरम। अनि मैले खाएँ तामाको अचारसँग पुरी रोटी। त्यस पछाडि भिडियो सकिन्छ। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो? राम्रो लाग्छ भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू, बाई।